ल ऊ देख्नु मन्दिर माथिबाट हामी चाहिँ मन्दिर गएर आएको अनि यहाँ चाहिँ ड्याडी यहाँ चाहिँ कस्तो लाग्छ साह्रै राम्रो लाग्यो कान्छा छोराले तीर्थ ल्याइरहेछ श्रवण कुमार छोरा जस्तै श्रवण कुमारले आमा यहाँ पनि बनाउँदै थप्दो रहेछ यिनीहरूले ए है सिखहरू रहेछ यहाँ पनि थप्दैछ है सबै थप्दैछ यहाँ अगाडि थप्दैछ यो त अझै बनाइसकेको रहेन आमामा पार्क हेर्का छ कति यताबाट यसरी जाने हो पार्किङको लागि कता पार्किङ कता भन्दैछ हो अगाडि जानुपर्ने रहेछ अगाडिबाट जाने हो यता त होइन रहेछ पार्किङ कत्रो एरिया रहेछ है खाली रहेछ त आज पनि खाली रहेछ पहिला त यहाँ एउटा कुन चाहिँ मन्दिर नागपञ्चमी कि केको बेला चाहिँ यहाँ पार्क गर्नु पर्यो खै यहाँ पक्रिन्छ झन् खिच्दा भिडियो यतै यसरी नै पक्रिन्छ साइडबाट पक्रिनु न कसरी साइडबाटै खिच्दै यसरी नै युट्युबमा राख्नु सकिन्छ कि खिच्नु पर्दैन पर्दैन ल यति यताउति देखाउनु न दायाँ बायाँ कता के हो यहाँ कहाँबाट छिराउँछ त्यति भइरहेछ मान्छेहरू भर्खर छ नि त यहाँ राति आइरहेको छ मान्छेहरू राति लाइटहरू बाल्छन् ल ल चल आउनु त आउनु हावा चलेछ पुरा स्पिकरहरू राखेर छ कहाँ छ हौ जङ्गल चाहिँ ट्युलिप 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 ट्युलिप
पर्दैन पैसा तिर्नु पर्दैन साइन गर्नुपर्छ होला सायद कहाँ गयो हो बाउ आमाहरू यो चाहिँ मन्दिर हो यो चाहिँ मन्दिर हो त्यो चाहिँ अक्षरधाम हो मन्दिरमा जाउँ पहिला जाने हो किन हात्ती देखाउनलाई के चाहिँ हात्ती तपाईँ भनेको कि तपाईँ पनि हात्ती जस्तै हुन्छ त केमा फोटो खिच्ने र होइन उता गरौँ यता छेउमा गरौँ न हात्तीमा चाहिँ किन खिच्नु पर्ने फोटो हात्तीमा चाहिँ किन खिच्नु पर्ने ए भगवान् ल अब खानको लागि रेडी चिया मन्दिरको खाना मिठो कस्तो लाग्यो ड्याडी मन्दिरको खाना मिठो छ धेरै धेरै धन्यवाद छोरा के गर्नुपर्ने रे आमा बाउको सेवा गर्यो भने फलिफाप हुन्छ मेरो कान्छा छोरालाई राम्रो होस् उसको भविष्य भयो बेसी बोल्नु